This is Ketuke Okhaldunga. Hello, welcome to Ketuke Okhaldunga. कुन ठाउँ दाइ यो? केतुके बजार हो। यहाँ माथिबाट चाहिँ जिप लाइन पनि छ। यो माथि मन्दिर भएको ठाउँ भन्दा अलि माथिबाट जिप लाइन आएर सररै आएर हामी यहाँ आउँछौँ जिप लाइनमा। अघि मैले देखेको गाउँ चाहिँ पारिपट्टिको थियो अनि अघि खिचेको ठाउँ चाहिँ परबाट हो र अहिले चाहिँ हामी यहाँ छौँ। यो जिप लाइनको कता होला यो पश्चिमपट्टिको भाग हो भने अहिले हामी पूर्वपट्टिको भागमा छौँ। फाइनली केतुके भगवान गौतम बुद्धको निकै ठुलो मूर्ति चाहिँ यो केतुके ओखलढुङ्गामा रहेको छ। र हामी चाहिँ यो सिँढी हिँड्दै हेर्नु होला यो तलको बजारबाट चाहिँ दाजुभाइ हामी आएको। यो चाहिँ उता पूर्वपट्टिबाट ओखलढुङ्गा आउने बाटो हो, ओखलढुङ्गा जिल्ला आउने। र हामी यो केतुके बजारबाट चाहिँ थोरै मासतिर उक्लेको छौँ। यो सिँढी हुँदै आएको र अहिले चाहिँ हामी यस केतुकेको ब्युटिफुल एन्ड टलेस्ट मूर्ति भएको ठाउँमा आइपुगेछौँ। यो चाहिँ भगवान गौतम बुद्धको मूर्ति रहेको छ केतुके बजार। यो केतुके बजारलाई निहाल्दै गर्दा हामीले यो मूर्तिलाई पक्कै पनि बिर्सिनु हुँदैन। सो ओम माने प्रेमी हो।